ल अब यसपछि फेरि म क्लास 12 कै सब्जेक्ट इकोनोमिक्सको लङ एन्सर क्वेसनहरू मध्येको चाहिँ एउटा एकदमै सजिलो बारम्बार सोध्ने क्वेसन गरेको छ। नेपालका लागि वैदेशिक रोजगारीको फाइदाहरू, नेपालका लागि वैदेशिक रोजगारीका फाइदा र बेफाइदाहरू, नेपालका लागि वैदेशिक रोजगारीका फाइदा र बेफाइदाहरू, ओके, फाइदा र बेफाइदाहरू। ओके, अब एडभान्टेज एन्ड डिसएडभान्टेज अफ advantage and disadvantage of foreign employment for Nepal. Okay, for Nepal हेरौँ त। अब यसमा हामीले वैदेशिक रोजगारबाट चाहिँ नेपाललाई के फाइदा हुन्छ के बेफाइदा हुन्छ त्यो बारेमा चाहिँ लेख्नु पर्यो। ओके, यसै क्वेसनलाई तपाईहरुलाई कसरी सोध्न सक्छ भने नेपालका लागि वैदेशिक व्यापार फाइदा पनि छ बेफाइदा पनि छ, यसलाई पुष्टि गर्नुहोस् भनेर भन्न सक्छ। अथवा नेपालका लागि वैदेशिक व्यापार के फाइदाजनक मात्र छ अथवा हानिकारक पनि छ। यसरी यही क्वेसनलाई तपाईहरुलाई घुमाएर सोध्न पनि सक्छ। हाम्रो सोलुसन भनेको त्यही लास्टमा एउटै हो। त्यसैले अब हामी के गर्छौं भने नेपालको वैदेशिक रोजगारीका फाइदाहरू, ओके, फर्स्टमा एडभान्टेज अफ फरेन इम्प्लॉयमेन्ट। ओके, एडभान्टेज अफ फरेन इम्प्लॉयमेन्ट पहिला हामी फाइदाहरू लेख्छौं। ओके, फाइदाहरू एडभान्टेजहरू के छ त? अब वैदेशिक रोजगार भने त तपाईहरुलाई थाहा छँदैछ, कुनै पनि देशका मान्छेहरू विदेशमा गएर काम गर्छन्, रोजगारी प्राप्त गर्छन् भने त्यसलाई वैदेशिक रोजगारी भन्छ। द इम्प्लॉयमेंट दैट इज obtained from foreign country by the people of any country that is known as foreign employment भन्छ। ओके, यसमा चाहिँ हाम्रो पहिलो बुदा छ हेरौँ त। फर्स्टमा छ हाम्रो फर्स्ट उसमा छ वैदेशिक व्यापारका फाइदाहरू। ओके, वैदेशिक व्यापारका फाइदाहरू पहिलो नम्बरमा त आउँछ बेरोजगारी समस्या समाधान गर्न। बेरोजगारी समस्या समाधान गर्न। अब मैले भने धेरै सजिलो क्वेसन हो यो, लङमा सोधिन्छ। बेरोजगारी समस्या समाधान गर्न। ओके, समाधान गर्न। टु सल्भ द प्रब्लम अफ अनएम्प्लॉयमेन्ट। To solve the problem of unemployment. 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 यानी तो अलिकति भयो। To solve the problem of unemployment. Okay, to solve the problem of unemployment, बेरोजगारी। अब देशमा चाहिँ बेरोजगारी बढी छ भने विदेशमा गएर कुनै मान्छेले काम गर्छ भने अब लङ टर्मका लागि नभए तापनि सर्ट टर्मकै हिसाबमा हेर्ने हो भने तत्कालका लागि बेरोजगारी समस्या समाधान भयो। यो एउटा प्लस कुरा हो। ओके, बेरोजगारी समस्या समाधान हुँदाखेरि उसको इन्कम बढ्छ, इन्कम बढ्दाखेरि उसको लिभिङ स्ट्यान्डर्ड हाई हुन्छ। त्यसैले यो एउटा ठूलो सक्सेस हो भन्छ। ओके, विप्रेषण आम्दानी। विप्रेषण आम्दानी यो हाम्रो हुन्छ
हुन्छ रेमिटेन्स। रेमिटेन्स भाइ बहिनीहरूले नेपालीमा बुझ्नुहुन्न होला, इङ्ग्लिसमा धेरैले बुझ्नुहुन्छ यसको अर्थ। रेमिटेन्स, रेमिटेन्स इन्कम, रेमिटेन्स इन्कम। ओके, रेमिटेन्स प्रेषण आम्दानी। यहाँबाट चाहिँ हामीले विदेशबाट चाहिँ पैसा प्राप्त हुन्छ देशका लागि। कुनै पनि व्यक्तिहरू त बाहिरी देश विदेशमा गइसकेपछि उनीहरूले त्यहाँबाट पैसा पठाउँछन्। त्यो पैसा पठाउँदा पैसा उसको घर परिवार अथवा देशले प्राप्त गर्छ। त्यो उसको घर परिवारको देशका लागि नै आर्थिक हिसाबले एकदमै राम्रो पक्ष हो। ओके, अब हामी सामान्यतः के सोच्छौँ भने उसको घर परिवारले मात्र पाउँछ, अप्रत्यक्ष रूपमा चाहिँ देशले पनि प्राप्त गरिराखेको हुन्छ। त्यसैले घर परिवारका लागि मात्र नभएर देशका लागि पनि त्यो उपयुक्त हो भन्छ। सिपयुक्त र तालिम प्राप्त जनशक्ति, सिपयुक्त र तालिम प्राप्त, तालिम प्राप्त जनशक्ति, जनशक्ति। ओके, जनशक्ति, सिपयुक्त र तालिम प्राप्त जनशक्ति। स्किल्ड, skilled and trained, skilled and trained manpower, skilled and trained, availability of skilled and trained manpower हैन। अब विदेशमा गएपछि मान्छेले के गर्छन् भने विभिन्न कामहरू गर्छन् हैन, कृषि औद्योगिक जुनसुकै क्षेत्रमा पनि विभिन्न कामहरू छन् जहाँबाट उहाँहरूले विभिन्न सिपहरू सिक्नुहुन्छ। त्यो सिप भनेको पछि स्वदेशमा आउँदाखेरि पनि आफ्नो देशका लागि पनि उहाँहरूको लागि उपयुक्त हुन्छ। ओके, आफ्नै देशमा पनि विभिन्न सिपहरू प्रयोग गरेर विभिन्न व्यवसायहरू सञ्चालन गर्न सक्नुहुन्छ। त्यसैले यो त एकदमै फाइदाको कुरा हो। ओके, ल नेक्स्ट छ हाम्रो जीवन स्तरमा सुधार। ओके, मैले यहाँ अब माथिको गरेँ जीवन स्तरमा सुधार, जीवन स्तरमा सुधार। नेक्स्ट जीवन स्तरमा सुधार, जीवन स्तरमा सुधार। ओके, जीवन स्तरमा सुधार। ओके, जीवन स्तरमा सुधार छ हाम्रो improve in living standard of the people, living standard of people, मान्छेको जीवन स्तरमा सुधार भने। ओके, मान्छेको जीवन स्तरमा हेरौँ त, विदेशमा गयो, विदेशमा गइसकेपछि त्यो मान्छेले पैसा पठाउँछ, आफ्नो देशका लागि पैसा पठाउँछ, आफ्नो परिवारका लागि पैसा पठाउँछ भने उसको परिवारलाई त्यो पैसा प्राप्त भयो भने उसको जीवन स्तरमा त सुधार हुन्छ नि त। उसले शिक्षा पाउँछ, त्यो पैसाबाट शिक्षामा खर्च गर्न सक्छ, स्वास्थ्यमा खर्च गर्न सक्छ, विभिन्न कुराहरू उपभोगमा चाहिँ खर्च गर्न सक्छ। त्यसैले यो मानेमा चाहिँ जीवन स्तरमा सुधार भयो। ओके, हिजो शिक्षा पाउन नसकेको, स्वास्थ्य पाउन नसकेको, विभिन्न कुराहरूबाट वञ्चित भएको मान्छेले ती सुविधाहरू प्राप्त गर्छ। यस मानेमा चाहिँ यो पनि एउटा ठुलो उपलब्धिको रूपमा लिन सकिन्छ। ओके, नेक्स्ट छ हाम्रो गरिबी न्यूनीकरण, गरिबी न्यूनीकरण। ओके, गरिबी न्यूनीकरण, 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 गरिबी न्यूनीकरण। ओके, गरिबी न्यूनीकरण, गरिबी न्यूनीकरण, पोभर्टी रिडक्सन, पोभर्टी एलिभेसन पनि भन्छ, पोभर्टी रिडक्सन, गरिबी न्यूनीकरण, गरिबी न्यूनीकरण। ओके, यहाँबाट के हुन्छ भने अगाडि मैले भने कुनै पनि देशबाट मान्छेले जब आफ्नो परिवारलाई पैसा पठाउँछन् उनीहरूले पैसा प्राप्त गर्छन्। पैसा प्राप्त गर्दाखेरि के हुन्छ भने त्यो अवस्थामा चाहिँ उनीहरूको गरिबी चाहिँ घट्छ। ओके, मान्छेको
सामान्यतः हाम्रो गरिबी भने के हो भने आर्थिक पक्ष कमजोर भएको अवस्था नै गरिबी हो। जब विदेशबाट चाहिँ उसको सम्बन्धित कुनै पनि परिवारमा सम्बन्धित मान्छेले पैसा पठायो भने उनीहरूको गरिबी के हुन्छ, घट्छ भन्छ। ओके, लास्ट छ हाम्रो मानव स्रोत विकास। मानव स्रोत विकास, ओके, ह्युमन रिसोर्स डेभलपमेन्ट, ह्युमन रिसोर्स डेभलपमेन्ट। यसलाई म दुईवटा एङ्गलबाट हेर्छु। एउटा त के भयो भने त्यो मान्छेले सिप सिकेर आयो, विदेशमा जो मान्छे छ उनी कुनै सिप व्यवसाय सिकेर आउँछ, त्यो हिसाबले त्यो मान्छे चाहिँ एउटा सिपयुक्त मान्छेमा चाहिँ कन्भर्ट भयो। अर्को उसले पठाएको पैसाले उसका घर परिवारले राम्रो शिक्षा, स्वास्थ्य अथवा सिप तालिम लिन सक्छन्, जहाँबाट के हुन्छ, एउटा असल जनशक्ति तयार हुन्छ। कुनै पनि देशका लागि असल जनशक्ति तयार हुन्छ। त्यो एउटा ठुलो हैन उपलब्धि मान्नुपर्छ, त्यसलाई ठुलो उपलब्धि मान्नुपर्छ। यसै गरिकन अब हाम्रो छ नेक्स्ट बेफाइदाहरू। ओके, यसको फाइदा त छ, बेफाइदा मैले भने नि, बेफाइदा डिसएडभान्टेज। अगाडि मैले भने जस्तो वैदेशिक रोजगार नेपालका लागि सधैँ फाइदाजनक मानिँदैन, सधैँ फाइदाजनक मानिँदैन। किन होला तपाईँ तर्क दिनुहोस् भन्छ भने त्यहाँ के बुझ्ने भने फाइदा पनि लेख्नु पर्यो सुरुमा। ओके, फाइदा पनि लेख्नु पर्यो, अनि त्यसपछि तपाईहरूले विशेष गरिकन बेफाइदालाई चाहिँ हाइलाइट गर्नु पर्यो। ओके, त्यसैले हामी बेफाइदामा चाहिँ के पर्छ भन्दाखेरि सुरुमा हाम्रो स्वदेशमा जनशक्तिको कमी, जनशक्तिको कमी, नहेरौँ। अब सबै विदेशमा काम गर्न गयो अथवा विशेष गरिकन एक्टिभ पपुलेसन भनेको युवा जनशक्ति विदेशमा गयो भने स्वदेशमा चाहिँ काम गर्ने मान्छेको अभाव हुन्छ, जसले गर्दाखेरि हाम्रो जस्तो देशमा औद्योगिक विकास नभए तापनि एग्रिकल्चर सेक्टरमा काम गर्ने मान्छे पाइँदैन। हेरौँ, अनि हामीले के गर्नुपर्छ भन्दाखेरि त्यहाँबाट कमाएको पैसाले फेरि विदेशबाट उत्पादित वस्तुहरू किन्नुपर्छ हैन। यहाँबाट हामीले खासै उपलब्धि प्राप्त गरे देखिँदैन। ओके, त्यसैले यो हाम्रो लागि एउटा माइनस हो। ओके, नेक्स्ट छ हाम्रो प्रतिभा पलायन। नेक्स्ट छ प्रतिभा पलायन, प्रतिभा पलायन। ओके, प्रतिभा पलायन, ब्रेन ड्रेन, ब्रेन ड्रेन, ड्रेन। हेरौँ त, अब देशमा चाहिँ रोजगारीको कमी भयो, आफूले खोजे जस्तो रोजगारी पाइएन भने त्यो अवस्थामा चाहिँ के हुन्छ भने एउटा शिक्षित जो सिप पनि छ, शिक्षित पनि छ, त्यस्तो म्यान पावर अथवा मान्छेहरू पनि विदेशतिर पलायन हुन्छ। किनभने मान्छेले चाहिने भनेको एउटा आत्मसम्मान हो, अर्को आर्थिक पक्ष हो। आर्थिक पक्ष नभइकन मान्छे बाँच्न सक्दैन। त्यसको मतलब के हो भने हाम्रो देशमा भएका ठुला डक्टरहरू, इन्जिनियरहरू, वैज्ञानिकहरू, इकोनोमिस्टहरू के हुन्छन् भने विदेशमा पलायन हुने क्रम सुरु हुन्छ। ओके, यो कुनै पनि परिवारका लागि मात्र नभएर सिङ्गो देशका लागि नै घाटाको कुरा हो। ओके, त्यसपछि अव्यवस्थित परिवार, अव्यवस्थित परिवार, अव्यवस्थित परिवार, अव्यवस्थित परिवार, मिसम्यानेज्ड फैमिली, मिसम्यानेज्ड फैमिली। ओके,
परिवार अव्यवस्थित हुन्छ। घरको मूल्य मान्छे, विशेष गरिकन युवा शक्ति विदेश जाने भनेको घरको मूल्य मान्छे विदेशमा गयो भने हैन, उसको परिवारहरू अस्तव्यस्त हुने, छोराछोरीहरू बिग्रिने, त्यस्तो समस्या हुन्छ। कतिपय केसमा त हामीले समाजमा देखेकै छौँ, उसको परिवार नै सकिने अवस्था आउन पनि सक्छ। त्यसैले यो एउटा ठुलो माइनस पोइन्ट हो। ओके, त्यसपछि छ परनिर्भरताको सिर्जना। ओके, त्यसपछि छ परनिर्भरताको सिर्जना। परनिर्भरताको सिर्जना, परनिर्भरताको सिर्जना। यसपछि छ हाम्रो परनिर्भरताको सिर्जना। ओके, क्रिएसन अफ डिपेन्डेन्सी, डिपेन्डेन्सी हैन त। अब यसलाई विभिन्न एंगलबाट व्याख्या गर्न सकिन्छ। ओके, एउटा त हामी विदेशमा गयौँ भने सधैँ विदेशमा जाने हो, विदेशबाट नै रोजगारी प्राप्त गर्ने हो भन्ने एउटा त्यो सेन्समा चाहिँ हामी परनिर्भर हुन्छौँ। अर्को कुरा, विदेश गइसकेपछि हामीले आफ्नो देशमा चाहिँ वस्तुहरू उत्पादन नगर्दाखेरि विदेशबाट उत्पादित वस्तुहरू किन्नुपर्ने हुन्छ। त्यसैले हामी दोहोरो रूपमा चाहिँ परनिर्भर हुन्छ। एउटा त रोजगारीका लागि सधैँ विदेश त धाउने, अर्को आफ्नो देशमा वस्तुहरू उत्पादन नहुँदाखेरि विदेशीकै भर पर्नुपर्ने, जुन कुरा हैन दीर्घकालका लागि राम्रो होइन। ओके, म एउटा सानो इक्जाम्पल दिन चाहन्छु। कोरोना कालमा पनि के गरेको थियो भने विदेशी कम्पनी अथवा विदेशी देशहरूले सुरुमा विदेशी नागरिकहरूलाई पठाएको थियो भनेपछि हैन। अनि विदेशी वस्तु, विदेशबाट वस्तु किन्ने भन्ने कुरा त बेला बखतमा भारतले नाकाबन्दी गर्छ। यहाँबाट चाहिँ हामीले पाठ सिक्नुपर्छ। त्यसैले यो कुनै पनि हालतमा नेपालका लागि राम्रो होइन। ओके, अनि त्यसपछि छ हाम्रो व्यापार घाटामा वृद्धि। व्यापार घाटामा वृद्धि, increase in foreign trade, increase deficit in foreign trade, वैदेशिक। मैले अगाडि पनि भने हामीले विदेशमा रोजगारी गर्दाखेरि विदेशबाट पैसा त पठाउँछौँ, त्यही पैसा हामीले के गरेका छौँ भने विदेशी सामानहरू किन्नमा खर्च गरिराखेका छौँ। के अब स्वदेशमा पनि काम गर्ने मान्छे छैनन् हैन, त्यही पैसा विदेशको उसमा चाहिँ उत्पादित वस्तुहरू किन्नमा खर्च गर्दाखेरि हाम्रो विदेशबाट किन्ने क्रम बढ्दै गएको छ, बेच्ने क्रम एकदमै घट्दै गएको छ। त्यसैले यो नेपालको वैदेशिक व्यापार घाटा बढ्दै जानु भनेको एकदमै माइनस पोइन्ट हो। मैले लास्टमा लेखेँ मानव लागत। ओके, ह्युमन कस्ट। अब हेरौँ त, हामीले विदेशमा जाँदाखेरि ठुलो मूल्य चुकाउनु पर्छ। मैले अगाडि पनि भने हाम्रा ठुला ठुला वैज्ञानिकहरू, विद्वानहरू, डक्टरहरू, इन्जिनियरहरू विदेश जानु भनेको हाम्रो लागि घाटा हो। ओके, अनि यसैमा पनि हाम्रो हेरौँ त, त्यहाँबाट पनि राम्रो कम्पनी अथवा राम्रो काम गर्ने वातावरण नहुँदाखेरि, राम्रो सूचना नहुँदाखेरि कतिपय मान्छेहरू मरेर उनीहरूका लासहरू ओके हप्ता दिनमा अथवा महिना दिनमा पनि आएका समाचारहरू हामीसँग छन्। त्यसैले नेपालीहरूले आफ्नो सिप बेच्नुपर्ने, आफ्नो लास त्याग गर्नुपर्ने यो अवस्था भनेको यो ठुलो मूल्य चुकाएको अवस्था हो। त्यसैले यो पनि हाम्रो देशको लागि राम्रो छैन। ओके।